जेठी नौकान्छी जिन्दगीमा मैले पट्याउन नसक्ने भनेको हाम्रो गोलेसिया हो लाइफमा म जहिले ट्राई गर्छु के गोलेसियालाई पट्याउनलाई मैले तानेको त हुन उ आफै आउनुहुन्छ फेरि अनि मैले तानेको तिमी आएको भन त हेलो आएपछि चाहिँ मेरो मनमा चाहिँ के लाग्छ भने छोरो मान्छेको मन हो अलिकति मन परेर पो आएको हो कि भनेर कान्छी भन्छु को कान्छी राणा नट बिग वाट बिग इंग्लिश यू स्पीक इंग्लिश बात गर्दै घर में 4 बजेर बुढी राखेर बात गर्दै जिस्काउने झ्याममा लिएर त्यहाँ पोक्तुङ मारिन्छ नि घरमा बुढी भएर छिमेकीलाई किन जिस्काउनु पर्थ्यो र घरको बुढीले गएर जिस्काउ न कति खुसी हुन्छ बिचारा मन पनि बुलुक हुन्छ होला यहाँ सुन्नु न घरको बुढीलाई घरमा बुढी भएको भए छिमेकीले किन जिस्काउनु पर्थ्यो थाहा छ नि हामीले घरमा छ कि छैन मलाई सोध न यहाँ मलाई घरमा बुढी हुन्छ सबैको घर बिनाको मान्छे हुन्न घरमा एउटा बुढी मान्छे त हुन्छ त्यो होला तर म परदेशमा छु घरमा छैन परदेशमा चाहियो नि हैन गाइजहरु ट्याप्ले गर्नु यो मान्छे गफमा नफसौं यो एक नम्बर र गफाडी नै हो त्यसै भए गफ गर्दिन कसैले चित्त दुखाउन चाहिँ चाहन्न अनि त ट्याप्ले गर्नु तपाईहरुलाई मेरो गफ मन पर्दैन भने म गफ गर्दिन कति मिनेट कति सेकेन्ड फोटो चाहियो भन्दा 4 वटा फुल कहाँबाट लिएर आउने अब एक प्याक खानालाई धेरै सेकेन्ड चाहिन्न भन्नुस् के सेवा गरौँ थ्याङ्क यू मनिष भयो के सेवा नगरौँ घरकै बुढीको गरौँ तपाईँ थ्याङ्क यू फर्स्ट लाभ घरको बुढी भएको भए सिधा कुरा म ढाँडे पनि झुट बोल्दिनँ कसैले होइन तपाईँहरू प्राय अलिकति हँसाउने मान्छेले कमेडी मान्छेले कसैले विश्वास गर्दैन यसले जोक्स हानिरहेछ कति खानु भएको तपाईँले आज थ्याङ्क यू बिल कति खानु भयो तपाईँले आज के पिउदिन भन्दै बिलायो साथी कि कति पिउनु भयो भने कि कति खन्नु भयो खानु भयो कि खन्नु भयो भने पिउनु भयो तपाईँ सुरुमा यहाँ रेकर्ड हुन्छ है तपाईँ भोलि हेर्नु होला तपाईँले सुरुमा कति खानु भयो कि खन्नु भयो भन्नुभएको थियो धन्नै सुतेको अन्त धन्नै तिमी नसुत है म त सुते आज के त्यहाँ म भात बनिनेबाट 4 वटा बेर चोरी भएछ त्यही यो मान्छे चोरी गरेको रहेछ यो आज कोटेश्वर कि तिनकुनेबाट एउटा पुलिसकै बन्दुकै चोरी भएको छ चोरी भन्दा पनि खोसिया छ त्यो 2-3टा बियरको कुरा यार त्यही त भने 3टा बियर नेपालको 500-1500 होला 1500 त एउटै बियरलाई पर्छ यहाँ त त्यो पैसाको तुलना हुन्न बन्दुकै पुलिसबाट चोरेर आन्दोलन गरिरह भनेपछि अलिकति खतरै हो त्यतितिर ध्यान दिनु त्यो चाहिँ तपाईँलाई ठोक्नलाई हो त्यो मेरो बन्दुक त्यो जो बन्दुक चोरेर गयो नि त्यो मान्छेले मेरो बन्दुक देखेको छैन होला बरुवा होइन त्यो पालाको त्यो पृथ्वीनारायण शाहको एउटा अमला ठटाउँदा अमेरिका हल्लिन्थ्यो आजकल मैले अमला त भन्दिनँ ठडाएँ भने सब तर्सिन्छन् अमेरिका भन्दिनँ कति प्याक हो क्या आज खाएकै छैन प्याकको भन्छ त ढल्नै अटिसक्यो अगाडि कुतलुक्कै अनि आज ननुहाएको त्यस्तो देखिरहेको फेस कति प्याक हो अनि फेसमा र अनि हिजो पनि धेरै लाइभ बसिरहेको थियो
1 बजेसम्म गाले के भन्छ अरे हाम्रो गाउँमा बत्तीको पसल छ पसल गर्ने शैली झन् असल छ हैन त्यो भट्टीमा जाने मान्छेले साइली हेरेर जान्न क्या रक्सी खान गएको मान्छेले साइली हेरेर बस्छ बिचरा अहिले पनि त हेर्नु पर्यो नि त पहिला साइली हेरे पनि त्यो बिचरा पैसा तिर्नुपर्छ त्यो साइलीलाई आमा। अगर त्यो साइलीले तिमीले नदिएको काम छ अरे उसको 1 घन्टा मात्रै सुत्नु पर्ने छ अरे ऊ सुत्यो भने भुस भुस सुत्छ अरे क्या त्यो नाटक मात्रै गरेर आउँछ जाँदैन सुत्नलाई बजारको अगाडिको तित पनि रहेनछ भनेको दुनियाँलाई थाहा छ नि त्यो त ब्रान्ड हो भनिदिनु दादाको बिचको तित रहेनछ भने मेरो प्यारो भाइलाई हो कि बहिनीलाई हो त्यो ब्रान्ड हो थोतेको भन्नु थोते सर्च गर्यो भने ब्रान्ड आउँछ ओए हार्यो कि जितेको थ्याङ्क यू बिस मेरो गिफ्ट ग्यालेरी हेर्नु न प्लिज कसले पुरा दिएको यसलाई के हारे भन्नु के जितेको भन्नु 3 मा जितिरहेछ त्यसका ल हेरे कङ्ग्रेचुलेसन हजुरलाई 29 र 33 मा जितेको 4 मान्छे हारेको भन्ने कि जितेको भन्ने यसलाई जितेको भने मैले जे भयो नि कस्तो हो र त्यस्तोले पनि हार जित भन यहाँ कस्तो 3 र 4 हो हेर है 29 30 31 32 33 4 भयो नि त यति 429 त म 1 मिनेटमा आउँछ हो मैले त केही बोलेको थिएन ल बोल ल बोल गाइजहरु पंगा लिइसक्यो होइन सबैजनाले एकचोटि ट्याप ट्याप सर 1 मिनेटमै फेरि 1 मिनेट यहाँ 1 मिनेटमा 400 पुर्याइदिन्छ ट्याप ट्याप गाइज 1 मिनेट सब 1 मिनेट हजुरहरु पुर्याउनु होइन 1 मिनेट पनि होइन 15 सेकेन्डमा पुगिसक्यो बोलेकै थिएन यी 15 सेकेन्ड 1 मिनेट पुग्यो ल हजुर ल आए अबै नानी तिमी पनि तिमीले के भन्छौ त्यसका बाजे पहिला त्यो नमान्ने केटीलाई म अनि सिकेको छ क्या तिमीले छ नि म तिमीले होइन 400 कटेपछि मैले दाइहरूलाई पनि ट्याप ट्याप गर्नु भन्दिनँ दिजुहरूलाई पनि ट्याप ट्याप गर्नु भन्दिनँ हेर्नु त 1 मिनेट पनि पुगेको थिएन ल 1000 पुर्याउनु न अब अनि ल 1000 पनि पुग्छ नि पुर्याउनु त सबजना एकचोटि सर गाइज एकचोटि सर छुनु त मेरो नाकको डाँडी फुट्ने गरेर हानौँ गाइजहरु निकालौँ भन न 1000 पुग्छ यो त नर्मल हो नि तपाईले पार्टिसिपेट गर्नुहुन्छ म गर्दैन त लाटी अनि के 1000 पुर्याउनु उहाँको इच्छा अनुसारले 1000 पुर्याइदिन्छ हामीले मैले जित्यो भने हेर्दै पुगिसक्यो त 2 मिनेट पुग्छ 5 देखि 2 मा 3 मा गाइस डबल ट्याप गरौँ के साह्रो हो कि ट्याप ट्याप गरौँ थ्यांक यू सो मच गाइज एभ्रीवन प्यारो दाइहरु दिजुहरु एक अर्कालाई फलो गर्दै बस्नु होला तिमी ढल्न अडिसक्यौ लडेको हैन उभिएर बसिरहेछ आयास प्रवीण हेलो आहा रामसँग खोल न हजुर आहा रामसँग खोल न चस्मै लाउनु पर्छ के त्यसका बारे 40 वटा चाहियो मलाई मतलब यस्तो हो क्या तपाईलाई यस्तरी हेर्दा तपाईले आँखा देखिन्छ क्या किनभने म छोरी मान्छे हेर्दिनँ कसैले आफ्नै नाता गोता लाएर आएर दाजु भाइ दिदी बहिनी भन्यो भने उहाँहरूलाई म रेस्पेक्ट गर्छु हेर्छुन् पनि होइन कसैले सोल्टा सोल्टिनी भन्दै आयो भने फसाउँछ उहाँहरूले अहिले जति उहाँले रेस्पेक्ट गर्छ भोलि मैले त्योभन्दा दोबर तिर्नुपर्छ सुनेर मलाई कस्तो नाकबाट आँसु आयो भने तिम्रो दाँतबाट होइन कहाँबाट आँसु आयो होला हामीले हेरेको छैन होइन आँसु आउने ठाउँ धेरै छ तिमी चुप लाग तिमी ढल्दो यो त्यहाँ तिमीले मलाई सोचे होला के थाहा छैन गाइजहरु डबल ट्याप गराउँछ सबैजना अनि यत्रो
44 जनाको ट्याप ट्याप चाहिँ यही हो आम्मामा के हो र यस्तो खै त डबल ट्याप गर्नु पर्यो सबैजना नि यताको मान्छेले मलाई बोल्नै नसक्ने बनाइदियो यार के गर्ने हो गोलेस्या तिम्रो जमानाको त्यो भाँडाकुटी खेलेर पार गरेको मान्छे हो म एनिवे गाइस सबैले थ्याङ्क यू सो मच मेरो प्यार दाइहरू दिदीहरू सोल्डाहरू सोल्टिनहरू होइन हाम्रो गोलेस्या धेरै पछि भेटेको छु उहाँलाई चित्त नदुखाम भन्छु उहाँले कुचुक नि खोजिरहेको छ कतिखेर चित्त दुख्छ र जान्छ होइन म त कसैले चित्त दुखाउनु त मनै लाग्दैन उहाँले चाहिँ कता कताबाट खोजी कोही छैन कसरी कोही छैन धेरै कसरी जिताउने होला रे केही छैन थ्याङ्क यू नारायण उहाँको चाहिँ कस्तो छ भने खुरकोटको बाटो जस्तो छ यस्तो घुम्दै घुम्दै आइरहेछ प्रेसर बेला बेला मैले प्रेसर दिएको छैन तिमी खुदै प्रेसर निकाल्दैछौ मैले निकाल्दिनँ मैले निकाल्यो भने त फेरि खत्रै निकालिदिन्छ नि वेलकम गाउँले बोतलको पानीले आकाशनकै सानीले इज्जत गयो पिउने बानीले रातो रातो स्टिकर हालेको रक्सी खाएको भने सम्झ्यो क्या यार कहाँ हो यो स्टिकर हजुर हाई आर्यन हेलो एकछिन पाउनलाई मैले यो इफेक्ट फाल्दैछु ठिकै छ गाउँले हजुरले कस्तो छ इफेक्ट फालेर नै देख्ने त्यही हो नफाले पनि देख्ने त्यही हो हाम्रो गाउँमा इफेक्ट लाएर हुन्छ नि मैले खासमा पसल गर्ने शैली जन असल छ मासु मिठो भालेको मच्छा तारेको ल्याउ ल्याउ शैली 2 बोतल घरमै परेको थ्याङ्क यू सो मच एभ्रिवान गाइज मेरो प्यार दाइहरू दिजुहरू सोल्डाहरू सोल्टिनहरू इष्ट मित्रहरू मेरो मुटु हार्यो त अनि के हो के साह्रो हो के अब के गर्ने त म हारेँ नि त अनि मेरो छाउनी थियो गयो मलाई कसरी बचाएन मलाई माया गर्ने कोही छैन कि हारेपछि पनिसमेन्ट गर्नुपर्छ भन्ने थाहा छ कि नै कसले भने अघि मैले जितेको चाहिँ कहाँ गयो त फर्स्टको चाहिँ त्यस्तो भए उसले जितेको चाहिँ जित्यो मैले जितेको चाहिँ के मैले पनिसमेन्ट गर्नु पर्यो अब अघि त पनिसमेन्टै थिएन मैले त केही भनेकै थिएन कसैलाई केही अनि थिएन नि पनिसमेन्ट कसले पनिसमेन्ट भनेको थियो आवा गोलेस्याले त बोल्दिनँ गोलेस्या मेरो भविष्यको मान्छे हो डोक दिया हाई तिलक हेलो भविष्यको मान्छे सबै चाहिँदैन र भने पार्दैन दाजु मलाई त बो ए नानी तिमीलाई बिहा गर्नु भनेको छैन मैले चाहिँदैन पनि यस्तो नानीहरू चाहिँदैन मलाई मैले बिहेको कुरा गरेँ होइन त किन ढोक्दै भविष्यमा मान्छे साथीभाइ चाहिँदैन अनि मैले तपाईँले बिहे गर्ने कुरा त कहिले गरेर फेरि अब उसले मन छ उसले निकालेको के मलाई त मन छैन म त भनेको पनि छैन उसले मन त यत्र पनि छैन मलाई गोलेस्यालाई मलाई खासमा मलाई गोलेस्या फिटिकै मनै पर्दैन त्यही भएर अघि के भनेको अरू सबै पट्यो गोलेस्या पट्यो होइन कसरी पट्यो गर्ने मलाई गोलेस्या फिटिकै नमन परे पनि गोलेस्या आफै आउनुहुन्छ अनि त आम्मा ओहो तपाईँ आएको हो कि म गएको भन्नु त हेर न यो फेस टु फेस हेरेर भन न के को लुकिरहेको म आएको हो कि तपाईँ गएको फेस टु फेस भन न फेसमा आँखा आँखा हेरेर भन त ने कसैको चित्त दुखाउनु जान्न म ओए देखा कसैले चित्त दुखाउन चाहन्न क्या हो नि त कहाँ सजिलो पत्रिन्छ हौ भनेको गोलेको छोरी पो त पहिला मनिषालाई मैले मनिषा भने तपाईँलाई पनि अलिअलि थाहा होला 1-2 शब्द त मेरै सोल्टिनी हो ढोक्दिया गाइस फ्री रोल उसँग मेरो खतरा डुबेको थियो आकाशदेखि समुद्रदेखि पातलदेखि माथि थ्याङ्क यू मनिष तपाईँ धन्य बोलेछु फेरि आदेशमा थ्याङ्क यू पिस गाइस पहिला खतरा थियो तपाईँ फेरि पछि भन्ने होला होइन भयो पछिको बारेमा पनि अलिकति सोध्नुपर्छ थ्याङ्क यू गिलामा हामी जस्तो भन्ने जस्तो देखिन्छ क्या हो
नै नेभर नेभर उहाँ मनिषाजी सधैँ अलवेज राम्रै मान्छे हो। अनि फेरि त मनिषा कुनै पल मेरो लाइफ अनि मनिषाको लाइफमा म आउँछु भन्ने कुरा हो। वाह बधाई बधाई ताली। बधाई आजको लागि होइन, धेरै पहिला भएको थियो, हामीले बधाई नखाएको। अनि अहिले चाहिँ किन नआएको त अनि? किनभने दुनियाँलाई किन देखाउने भनेर। ग्याङ्स्टर दाइ थ्याङ्क यू सो मच मेरो प्यार दाइ। कोही बात नहीं। ग्याङ्स्टर दाइले सबजनाले 501जनाले हेरिरहनु भएको रहेछ, सबजनाले सपोर्ट गरिदिनु होला होइन। खोइ पिस थाहा छैन प्यारो दाइहरूलाई हामी आफैले पनि गर्न मिल्छ है। तपाईँहरूले मलाई फलो गर्ने अनफलो गर्ने फलो अनफलो गरेर 2,43,000मा गएर 5जनालाई मात्रै गर्नुहोस्। तपाईँ कति बढ्छ नि आफै थाहा हुन्छ क्या। 400जना छ 400 बढ्ला। सबैजना गऱ्यो भने पुष्पराज झुकेको छ झुकेको नै साला, ब्याक गऱ्यो भने फलो दिन्छु, फलो गऱ्यो भने ब्याक दिन्छु भन्दै बस्यो भने त बढ्दैन फेरि। खोइ म त गर्दिनँ पिस। है म त सिकाएको हो होइन उहाँहरूलाई।